Dun, 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 dun. काले भए पनि handsome man. तुम्ही तर गए उता लेके पो भन्छ फेरि नबोलेर बोलाउनु पर्छ नि Good morning guys. र फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो एपिसोड 3 मा। र अब आज पनि के हुनेछ के गर्नु छ सबै देखाइन्छ ल गाइस। अब दाँत पोल्नु पर्छ गाइस ल दाँत पोल्नु दाँत हा ब्ल्याक टी बनाउनु भाइ ब्ल्याक टी चिसो खान्छ ब्ल्याक टी चिसो दामी हुन्छ फेरि त ब्ल्याक तातो बना न नि त्यो चिसो राजु चाहिँ भटाभट हैन मामा यो चाहिँ के हो भन्दाखेरि यो त मेरो भविष्यको फ्युचरको यो त मेरो एकदम यसले त मेरो फ्युचर चल्छ यो चलेन भने त फ्युचरै चल्दैन हैन माम्स हो क्या भन्नुहोस् त प्याज काटेर चाहिँ भन्दैछु त कहीँ फाडो छ मेरा फेरि गाउँडै फटेकै भन्ने हुन्छ यहाँ यो खाएर चाहिँ पिराको यहाँ अब यहाँ छोरी आज त छिटो गर्नुपर्छ है ल फेरि अहिले भेटौँला बाई बाई अहिले फेरि भेटौँला पनि फेरि प्याज काटिसकि ए भाइ यो लिएर आएछ न उयो धनियाँ आज चाहिँ हाम्रोमा धेरै भेराइटिजको आइरहेको छ अर्डर के अर्डर हो भनिदिनु त मामा चिकन हो सोयाबिन टोफु पनिर भेज चिकन छैन यो कर्न चिज कर्न यो चिकन हैन के हो यो ए सोयाबिन यो पनिर यो टोकु ए यो पनिर यो टोकु सेम छ है गाइस सेम यो चाहिँ भेज अचारको लागि त यहाँ रेडी छ राम्रो भन्दैछ चिज कर्न अचारकोहरू त रेडी छ र हाम्रो यहाँ एउटा भाइ छ ए भाइ यो भाइले काम चाहिँ खत्तम गर्दो रहेछ त अब पट्टाएर राख्छ त्यतिकै यो नधोइ कहाँ हुन्छु नि हौ धुँदैनस् ए भने हामी बिर्सेको त हामी र यहाँ त्यो आँटा एकदम रेडी हुँदैछ अब मजाले बनाइन्छ अब यो क्यापसेप मिलाएर आजदेखि के भयो भन्दाखेरि चाहिँ आज चाहिँ ढिलो भएछ उठाइ ढिलो भएछ अनि के होइन गाइस अहिले भेटौँला म बनाउँदै बेल भाइ बेल भटाभट बेल हामी किच्छु नै हुन्छ नि फेरि अनलिमिटेड किच्छु नै हुन्छ नि त्यहाँबाट र हामी चाहिँ बनाइसक्दिएको मोमो ए चिज छ अरे यहाँ अन्तिम घरि छ नि ए यहाँ अन्तिम रहेछ हो यहाँ चाहिँ यता चाहिँ भेज भयो यो चाहिँ चिकन छैन आज है यो सोयाबिन हो यो पनि भेजै होला अन्त के हो पनिर के छ यहाँ पनिर छ यी र आँटा मुस्दैछ चिजको लागि चाहिँ हाम्रो को भाइ क्रिस भाइ कस्तो तर मनमा के छ भनिदिहाल मेरो मनमा तिमी भन्दा र यहाँ हुँदैछ स्टिम हो म चाहिँ यहाँ राजा साहेबलाई हेर्नुहोस् न आमा यस्तो मजा छ कि यसलाई यस्तो मजा छ कि यसलाई हुन्छ नि है हुन्छ नि हौ अब चिज बनाउँछ केटाहरूले यहाँ चिज बनाउनु हुँदो रहेछ यहाँनिर आँटा गुन्दिन्छ भाइले र फेरि अहिले भेटौँला ल अब चाहिँ बनाइसक्यो अहिले खाना खाँदै छ होइन भाइ ए भाइ यता हेर न खाना कस्तो भयो भन्दै यार एकदम के रहेछ खाना चाहिँ अब चिकन के हो स्वीट कर्न
यता पनि खाना खाँदैछ मान्छेले पनि म पनि भात खान्छु भात खाइन्छ हामीले खाना खाइदिएको हो अब यहाँ हेरिहाल्नुहोस् खानाहरू छ त भात चाहिँ हामी चाहिँ कम्ती खाने हो कम्ती बेसी छैन नि फेरि गाइस कम्ती छ नि फेरि भात चाहिँ किन भन्दाखेरि चाहिँ दाल ठुलो छ क्या अब एकछिन कहाँ बस्नु हौ हिँडमै बस्नु पऱ्यो ए भाइ पानी पनि ल्याएन पानी पनि ल्याएन है खाइदिएको ल खाइदिएको ल गाइस हेलो र फेरि पनि मैले खाना खाइसकेको मेरो भाइले चाहिँ यहाँ अब म त्यही मामाहरू सुत्यो अब के गर्छस् त के गर्छ त अब घुम्नु जाने हो नि मेरो देख्दै नि क्यो कहाँ जाने घुम्नु थिएँ म त लुगा धुन्छु अब सबै सबै होइन यो पेन्ट सबै छ हो यो भेस्ट धुनुपर्छ धुनुपर्छ लुगा सबै धुन्छु मेरो लुगा धुन्छु र आजको मेरो भ्लग चाहिँ म यहीँ समाप्त गर्नेवाला छु र यो भिडियो हेरिदिनुहुन्छ भनेर म तपाईँहरूलाई आशा राख्दैछु र मेरो यो एपिसोड 3 लाई पनि तपाईँहरूले धेरै माया गर्नुहोस् धेरै माया देखाइदिनुहोस् लाइक गर्नुहोस् युट्युबबाट हेर्नुहुँदैछ भने सब्सक्राइब गर्नुहोस् फेसबुकबाट हेर्नुहुँदैछ भने फलो गर्नुहोस् ल यति भन्दै म बाई बाई भन्न चाहन्छु फेरि भेटौँला नेक्स्ट भ्लगमा बाई